हेलो हाई नमस्ते गुड मर्निङ सबैजनालाई शुभ बिहानी। सबैजना आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा लिएको छु। अनि हजुरहरू कतादेखि हेर्दै हुनुहुन्छ यो भिडियोलाई लाइक कमेन्ट यसो गर्दै गर्नु होला। सो म चाहिँ अहिले बाहिर यसो मर्निङ वाकको लागि निस्केको छु। अब मर्निङ वाक त के भन्नु, जस्ट यसो बाहिरको बिहानको चिसो हावा सुन्दरता होइन खानको लागि बाहिर निस्केको छु। अनि सो के छ, सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा लिएको छु। आज चाहिँ म यसो केही कुराहरू राखौँ कि केही कुराहरू भनौँ कि सबैजना साथीभाइहरूलाई होइन भनेर अहिले नेपालमा यस्तो चलिरहेको छ कि जुन कुराले नेपालको स्थितिलाई अहिले गम्भीर अवस्थामा पुर्याइरहेको छ। सबैजनाले आफ्नो देशको लागि बोल्नुपर्ने अवस्था आइसकेको छ। त्यही भएर जहाँदेखि जसले जे गर्दै हुनुहुन्छ होला हामीले बोलेर के नै हुन्छ भन्ने लाग्छ भन्नेहरूलाई पनि हुन त खै पनि आफ्नो देश हो, माया दया लागिहाल्छ। आफ्नो देश जन्मभूमि मातृभूमि हो, किनकि आफ्नो देशको लागि बोल्नुपर्छ। यदि मर्नु परेछ भने पनि आफ्नो देशको लागि ज्यान दिन पनि तयार हुनुहुन्छ, किन हुनुपर्छ, किनकि आफ्नो मातृभूमि जुनसुकै अवस्थामा पनि आफ्नो देशलाई बचाउन सक्ने क्षमतावान मान्छेहरू चाहिन्छ। त्यही भएर पनि अहिले के छ भने नेपालको लागि मान्छेहरूले अलिकति त्यो सोच्नुपर्ने अवस्था आइसकेको छ हेर्नुहोस्। किनकि पहिला पनि त्यस्तै भयो, अहिले पनि त्यस्तै भइरहेको छ अवस्था होइन। सो त्यसैले आफ्नो देशको लागि आफ्नो मातृभूमिको लागि अहिलेको सिचुएसन अनुसार बोल्नुपर्ने अवस्था आइसकेको छ। त्यसैले एकदम धेरै कुराहरू सोच्नुपर्ने अवस्था छ। सो होइन हुन्छ नि त कुनै कुराहरू। सो त्यसैले म भन्न चाहन्छु सबैजनालाई आफ्नो सोच बनाउनुहोस्, आफ्नो एउटा विचार बनाउनुहोस् होइन। सबैजनाले आफ्नो कुरा मनमा लागेको कुराहरू अहिले हरेक ठाउँबाट सोसल मिडियाबाट जहाँ पनि पुर्याउन सकिन्छ सबैले लाइक कमेन्ट सेयर गर्नुहोस्। कसैलाई 1 रुपियाँ पैसा तिर्नु पर्दैन। सो आफ्नो देशको लागि भए पनि केही कुराहरू सोच्ने बेला आइसकेको छ। त्यसैले भन्नुहुन्छ नेपालमा हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू अहिलेको जेन्जी युवाहरूलाई भन्न चाहन्छु कि सोच्नुहोस्, ठन्डा दिमागले सोच्नुहोस्, रातभरि सुत्ने बेलामा सोच्नुहोस्, भात खाने बेलामा सोच्नुहोस्, आफ्नो देशको लागि हर क्षणमा सोच्नुहोस्, हर पलमा सोच्नुहोस्। देश भनेको एउटा यस्तो देश हो कि मान्छेहरूले हेर्नु अलिकति सोच्ने बेला यही हो क्या। किनकि आफ्नो देश बचाउनको लागि पनि हरेक कुराहरू त्याग्नुपर्ने र हुन त हामी अहिले परदेशमा छौँ, हामीले केही गर्न सक्दैनौँ होइन। अब ती कुराहरू छँदैछन्। जस अब हुन त यिनीहरू विदेशमा बसेर बग गर्छन् भन्ने कुराहरू त्यो भन्छ मान्छेहरूको मनमा। त्यो होइन कि विदेशमा बसेर हाम्रो रेमिटेन्सले हाम्रो देश चलिरहेको छ क्या, हाम्रो देश चलिरहेको छ। ती कुराहरू धेरै सोच्नुपर्ने समय आएको छ। किनकि मान्छेहरूलाई सधैँ रेमिटेन्सले सधैँ यिनीहरूले देश चल्छ भने केही आमदामी केही मुलुकलाई अलिकति केही वातावरण होस् न, ती कुराहरू सोच्नुपर्ने अवस्था छ मान्छेहरूले। अब होइन के भन्नु, अब हरेक कुराहरू त भन्न मन थियो, मनमा धेरै कुराहरू लागिरहेको छ। मनमा देशको लागि सम्झिँदा भकानिएर आउँछ, आँसु झर्छ होइन। तैपनि यो अर्का देशमा बस्नु परेको छ, काम गर्नु परेको छ, राम्रो स्यालेरी राम्रो पैसा भइदिएको भए मनले अलिकति फ्यामिली पाल्न सक्ने क्षमता फ्यामिलीको लागि हेरेर पनि आफ्नो भोलि भविष्यको लागि केही कुराहरू थियो भनेदेखि नेपालमै बसिन्थ्यो होला होइन, ती कुराहरू सोचिन्थ्यो होला। त्यही भएर पनि मान्छेहरूले धेरै कुराहरू गुमाएर आफ्नो बाबुआमा परिवार छोराछोरी स्वास्नी त्यागेर परदेश आउनु परेको छ। ती कुराहरूलाई हाम्रो देशमा हुन त हरेक देशमा पनि छ, त्यो पनि होइन कि हाम्रो देशमा अझै धेरै छ क्या। हाम्रो देशमा करप्सन धेरै भयो। त्यही भएर यो पालि चाहिँ हुँदै गरेको जुन छ नि त्यो कुराहरूलाई नेपालमा हुने सम्पूर्णले बुझ्नु होला। अन्त म पनि अब गर्दैछु। अन्त हामीले गर्न सक्ने केही छैन, हामी उठ्न सक्ने पनि होइन। त्यो सोच्ने समय हो, देशलाई कसले बनाउन सक्छ भन्ने कुराहरूमा जाने हो हामी होइन।